यदि म यस आयतको वरपर एक कुनाबाट सुरु गरेर फेरि त्यही कुनामा आइपुग्ने हो भने म 16 मिटर हिँडेको हुने रहेछु। यदि म यस आयतको वरपर एक कुनाबाट सुरु गरेर फेरि त्यही कुनामा आइपुग्ने हो भने म 16 मिटर हिँडेको हुने रहेछु। ओके ल हेर त्यसमा यो मान्छे यहाँ यो कुनाबाट चाहिँ हिँड्न सुरु गर्यो। यो कुनाबाट हिँड्न सुरु गर्यो यसरी वरिपरि हिँडेर फेरि ठ्याक्कै त्यही कुनामा आइपुग्यो भन्नु मतलब यस्तो खाले आकार भएको जमिनको वरिपरि एक चक्कर घुम्यो यो एक राउन्ड एक चक्कर घुम्दाखेरि अनि 16 मिटर चाहिँ उसले पार गरेछ। त्यो 16 मिटर नै यो चित्रको चाहिँ परिमिति हुन्छ। के हुन्छ त परिमिति भनेको हामी के भनेर पढेको थियौँ त बाहिरी घेराको सम्म लम्बाइलाई परिमिति भन्छ। यो चित्रमा पनि यो मान्छे यदि म यस आयतको वरपर एक कुनाबाट सुरु गरेर फेरि त्यही कुनामा आइपुग्ने हो भने म 16 मिटर हिँडेको हुने रहेछु। थ्याङ्क यू।